के तपाईँ कल्पना गर्न सक्नुहुन्छ 10 डिग्रीको चिसो, चारैतिर हिउँको सेतो तन्ना र खाली खुट्टा 2300 माइलको यात्रा? यो कुनै फिल्मको कथा होइन, यो त अमेरिकाको सडकमा इतिहास रचिरहनु भएको भित्सु पन्नाकरा र उहाँको टोलीको वास्तविक सङ्घर्ष हो। आज वर्ल्ड फर पेसको यात्रा कहाँसम्म पुग्यो? हिउँले ढाकिएको सडकमा भित्सुहरू कसरी हिँडिरहनु भएको छ? के यस्तो चिसोमा पनि आलो कुकुर अझै साथमै छ? र यो कठिन घडीमा नेपालीहरूले कसरी साथ दिइरहेका छन्? आजको विशेष रिपोर्टमा हामी सबै कुराको खुलासा गर्नेछौँ। अहिलेसम्मको यात्रा र हिउँको चुनौती। टेक्ससको फोर्ट वर्थबाट सुरु भएको यो यात्रा आज करिब 1700 माइलभन्दा बढी पार गरिसकेको छ। अहिले उहाँहरू भर्जिनियाको सिमाना नजिकै पुग्नु भएको छ। तर यो समय अमेरिकामा भारी हिमपात र चिसोको लहर चलिरहेको छ। भित्सुहरू बस्ने टेन्ट हिउँले भरिएको छन्, पिउने पानी जमेको छ। तर अचम्मको कुरा के छ भने यस्तो हिउँमा पनि भित्सुहरूले आफ्नो दैनिक 15 देखि 20 माइलको यात्रा रोक्नु भएको छैन। उहाँहरू भन्नुहुन्छ शरीर चिसो होला तर शान्तिको सङ्कल्प तातो छ। अब कुरा गरौँ आलोक कुकुरको अवस्था। साथमा छ कि छैन? धेरैले सोध्नुहुन्छ हाम्रो प्यारो आलोक कहाँ छ? खुसीको खबर, आलोक अझै पनि भित्सुहरूसँगै छ। उसको खुट्टामा समस्या देखिएपछि केही समय स्ट्रोलर वा गाडीमा राखेर यात्रा गराएको थियो। तर अहिले ऊ निको भएर फेरि हिउँमा भित्सुहरूसँगै रमाइरहेको देखिन्छ। आलोक यो यात्राको सुपरस्टार मात्र होइन, उहाँहरूको परिवारको एक सदस्य बनिसकेको छ। नेपालीहरूको अभूतपूर्ण साथ र मिडियाहरूको उपस्थिति। यो यात्रामा नेपालीहरूको भूमिका स्वर्ण अक्षरमा लेखिने खालको छ। टेक्सस, लुजियाना, नर्थ क्यारोलिना र अहिले भर्जिनियाको नेपालीहरूले भित्सुहरूलाई भगवान जस्तै स्वागत गरेका छन्। भेट्नको लागि कतिपय नेपालीहरू 5 देखि 6 घण्टा गाडी चलाएर भित्सुहरूलाई भेट्न र आशीर्वाद लिन पुगेका छन्। नेपालका चल्तीका मिडियाहरू र अमेरिकामा रहेका नेपाली पत्रकारहरूले पनि यसलाई निकै प्राथमिकता दिएर साथ दिइरहेका छन्। स्थानीय अमेरिकी मिडियाले समेत नेपाली र भित्सुहरूको यो एकता देखेर अचम्म मानेका छन्। नेपाली समुदायले उहाँहरूलाई न्यानो कपडा र बस्ने व्यवस्था, ठूलो आर्थिक र भौतिक सहयोग गरेका छन्। चमत्कारको कुरा त के छ भने यतिको चिसोमा हिँड्दा पनि भित्सुहरूलाई कुनै स्वास्थ्य सम्बन्धी समस्या भने देखिएको छैन। स्वास्थ्यमा समस्या नदेखिनुलाई धेरैले आध्यात्मिक शक्ति मानेका छन्। फेब्रुअरी 13 को लक्ष्य। यो यात्रा फेब्रुअरी 13 मा वासिङटन डिसी पुग्दैछ। त्यो दिन अमेरिका भरका नेपाली र बौद्ध धर्मावलम्बीहरू डिसीमा भेला हुने ठूलो तयारी छ। भित्सु पन्नाकरा र यो टोलीले हामीलाई एउटा ठूलो कुरा सिकाएको छ, जहाँ इच्छा हुन्छ त्यहाँ बाटो हुन्छ। चिसो हिउँले उहाँहरूको खुट्टा त जमाउँछ तर सङ्कल्पलाई होइन। यो भिडियोलाई यति धेरै सेयर गरिदिनुहोस् कि हरेक नेपालीले यो गौरवमय यात्राको बारेमा थाहा पाउन्। शान्तिको यो ज्योति कहिले ननिभोस्। भवतु सब्ब मङ्गलम।